घनश्याम 12 केसरी आमाले यस्तो चाल चाले त्यो चालले यता जगत र सीताको पनि घर बिग्रियो भने उता रमेश पनि आफ्नो घरबाट निस्किने र आफ्नो भान्जीले पनि रमेशलाई घृणा गर्न सक्नेसम्म रोल खेलेर उनीहरू अहिले सफल भएका छन्। नमस्कार, नन्दिता राई युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न भने नभुल्नुहोला। आज मैले के कुरा गर्दैछु भन्ने कुरा तपाईहरुले थम्बनेल हेर्दै थाहा पाइसक्नु भएको छ। हो साथीहरु, आज म नेपाली टेलिश्रृंखला सीता को नयाँ भागको बारेमा केही जानकारी लिएर आएकी छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनुको आमाले आफ्नो छोरीको खुसी नै आफ्नो खुसी हो भनेर रमेशलाई ज्वाइँ त स्वीकार्ने भयो, तर रमेशले धनीको जिन्दगी जिउन भने उसले सकेन। सुत्दा लाउने लुगा बेग्लै, खाना खाँदा लाउने लुगा बेग्लै, घुम्न जाने, हिँडाइ डुलाइ सुताइदेखि लिएर सबै कुरामा फेरबदल हुँदा उनलाई असहज भने लागेको थियो। तर यता अहिले घर छोडेर सीता भने माइत आएर बसेकी छिन्। उता जगतले घिसिङसँग लडाई गरेर घिसिङको टाउको फुटाएपछि 1 लाखमा कुरा मिलेको छ। घिसिङले 1 लाख रुपैयाँ नलिए पुलिसमा निवेदन दिन्छु र जेलमा जगतलाई लगाउँछु भन्ने धम्की दिएपछि जगत 1 लाखको चक्करमा परेर आफ्नी श्रीमती सीताको गरगहना माग्नको लागि सीताको घरमा आइपुग्छ। सीताले यो गरगहना तपाईको बुवा आमाले दिनु भएको हो भन्ने कुरा गरेपछि जगत घरमा गएर आमालाई फकाएर भए पनि सीताको माइती घरमा आउँछ र सीतासँग लडाई फकाई गरेर गरगहना लिएर जान्छ। तर सीताको सासुआमा यानि कि जगतको आमाले भने यो गरगहना अहिले धरौटीमा राख्ने, पछि तँलाई नै फिर्ता दिन्छौं भनेर गरगहना लगेर उनीहरू फर्कन्छन्। अनुको आमा र अनुको मामा माइजूले यतिसम्म नाटक गरेका छन् कि यता अनुको माइजूले घरमा काम गर्ने कोही पनि भएन, दुःख पाइयो भनेपछि रमेशले आफूले राम्रो लगाइरहेको लुगाको कोट खोलेर ऊ घाँस काट्न थाल्छ। त्यही कुरालाई लिएर उनीहरूमा लफडा हुन्छ। अनुको आमाले मैले भने जस्तो जिन्दगी तपाईले जिउन सक्नुहुन्न भने म पनि तपाईलाई ज्वाइँ स्वीकार्न सक्दिन भनेर त्यहाँदेखि न्यु खोजेर रमेशलाई उनीहरूले यतिसम्म गर्छ कि घरदेखिसम्म उनीहरू निकाल्छन्। घनश्याम बाले तेरो कारणले मेरी भान्जीले धेरै रुनु पर्यो, त मान्छे भन्नु लायक छैनस्, अब यो घर र यो गाउँमा बस्दै नबस् भनेर रमेशलाई गलत त्याएर बाहिर निकाल्छ। अहिले सीता र रमेशको जिन्दगी एउटै भएको छ। बाँकी भागहरूमा के हुन्छ यो घनश्याम 12 केसरी आमाले चालेको चाल हो भन्ने कुरा थाहा हुन्छ हुँदैन। उता घनश्याम बाले जगतलाई सबै कुरा ढाँटेर यसरी भनेको छ कि तेरो श्रीमती रमेशलाई मन पराउँछ र सीताले नै रमेशलाई अनुलाई माया जालमा पार्नु र अनुसँग विवाह गरेको नाटक गरेर अनुको सम्पत्ति लिएर हामी विवाह गरेर अन्तै जानुपर्छ भन्ने जाल चालेर नै अहिले यो सब गरिरहेको छ भन्ने कुरा जगतलाई भन्छ। नत्र भए तिम्रो बच्चा यति बेलासम्म सीताले जन्माइसक्थे भन्ने कुरा यता घनश्याम बाले जगतलाई सुनाएपछि यो सबै लफडाहरू भइरहेको छ। र घनश्याम 12 केसरी आमा पनि अहिले अनुलाई रमेशसँग छुटाउनुमा सफल त भएका छन्, तर बाँकी भागहरूमा के हुँदै जान्छ? के साँच्चै जगत र सीता छुटिने नै हो त? यता अनु र रमेशको पनि अब सम्बन्ध यति नै सकिएको हो। यो थाहा पाउन हामीले सीता सिरियल प्रत्येक मंगलबार हेर्नु पर्ने हुन्छ। तपाईहरुलाई सीता सिरियल कस्तो लाग्छ कृपया कमेन्ट गर्न भने नभुल्नुहोला। आजलाई भिडियो यति नै। हस्त नमस्कार।